एउटा साधारण तस्विर, तर सोच्नुस् त त्यसभित्र याद, माया अनि दूरीको कत्रो ठूलो संसार अटाउन सक्छ। आज हामी एउटा यस्तै कविताको गहिराईमा पुग्दैछौँ जहाँ फोनको स्क्रिनमा देखिएको आमाको एउटा तस्विरले छोरालाई उसको बाल्यकालदेखि वर्तमानसम्मको एउटा भावुक यात्रामा लैजान्छ। ल, यो यात्रासँगै सुरु गरौँ। एकछिनलाई कल्पना गरौँ है। एक छोरा आफ्नो घर परिवारबाट धेरै टाढा छ, फोन स्क्रोल गर्दैछ, अनि अचानक स्क्रिनमा एउटा तस्विर आउँछ र उसको लागि समय त्यही रोकिन्छ। एकै पलमा ऊ आफ्नो यो आधुनिक संसारबाट उडेर बाल्यकालका यादहरूको गल्लीमा पुग्छ। र यो सबै भावनाको बाढी केले ल्याउँछ थाहा छ? आमाको त्यही एउटा डिजिटल तस्विरले। कति अनौठो कुरा होइन र? कसरी एउटा आधुनिक स्क्रिनले हाम्रो मनमा गडेर बसेका पुराना माटोसँग जोडिएका यादहरूलाई एकैछिनमा जगाइदिन सक्छ। कविताको कथा सुरु हुन्छ फेसबुकबाट। दिदीले आमाको तस्विर पोस्ट गर्छिन् र त्यो देख्ने बित्तिकै छोराको दुनियाँ एकैछिनको लागि भनौँ न ठप्पै हुन्छ। उसको डिजिटल वर्तमान र माटोसँग जोडिएको विगत एकै पलमा आएर आम्ने सामने हुन्छन्। आखिर त्यो एउटा तस्बिरले कुन कुन यादहरू जगायो त? त्यसले उसलाई सिधै आमाको अथक परिश्रमले भरिएको जीवनमा फर्काइदिन्छ। आउनुहोस्, ती यादहरूलाई अलि नजिकबाट निहालौँ न त। सबैभन्दा पहिले उसको आँखामा नाच्छ जातो पिदिरहेकी आमाको दृश्य। बिहान उज्यालो नहुँदैदेखि रातिसम्म परिवारको लागि अन्न पिस्दै घुमिरहने त्यो जातो। त्यो केवल ढुङ्गाको जातो मात्रै थिएन, त्यो त आमाको कहिल्यै नथाक्ने परिश्रम र निस्वार्थ मायाको प्रतीक थियो। त्यसपछि उसको मनमा आउँछ हिलो खेतमा कोदालो चलाइरहेकी आमाको तस्विर, परिवारको पेट पाल्न धान रोप्दै गरेकी आमा। यो दृश्यले प्रष्ट पार्छ कि उनको पसिनाको हरेक थोपाले वास्तवमा परिवारको भविष्य सिचिरहेको थियो। अनि उसको आँखामा नाच्छ डोकोको भारीले थिचिएकी आमाको चित्र, जो कहिल्यै नथाकी उकालो ओह्रालो गरिरहन्थिन्। त्यो डोकोमा घाँस दाउरा मात्र कहाँ थियो र? त्यसमा त पुरै परिवारको जिम्मेवारीको बोझ थियो, जुन उनले जीवनभर बिना कुनै गुनासो बोकिरहिन्। आमाको संसार प्रकृतिसँग कति नजिक थियो। पानी पँधेराको, अन्न आफ्नै बारीको अनि दाउरा जङ्गलको। यो एक यस्तो आत्मनिर्भर जीवन थियो जहाँ हरेक आवश्यकता पूरा गर्न जमिन र आफ्नै पाखुराको भर पर्नु पर्थ्यो। अब लागौं कविताको सबैभन्दा गहिरो द्वन्द्वतर्फ। एकातिर छ छोराको आधुनिक सहरिया जिन्दगी र अर्कोतिर आमाको परम्परागत गाउँले जीवन। यी दुई संसारबीचको खाडल कति फराकिलो छ। यो भिन्नता हेर्नुस् त कति मार्मिक छ। एकातिर आमाको संसार, धान, जातो, कोदालो, मतलब माटोसँगको परिश्रम र उत्पादन। अनि अर्कोतिर छोराको संसार, फेसबुक, पासपोर्ट, किस्ता, मतलब आधुनिक जीवनको जटिलता, बाध्यता र भर्चुअल सम्बन्ध। यो त दुई पुस्ता बीचको दूरीको ऐना जस्तै हो। र यही भिन्नताको बीचमा छोराले आफ्नो अवस्थालाई यसरी व्यक्त गर्छ: म फसेको छु जीवनको दलदलमा। उसलाई आफ्नो आधुनिक जीवन सबै अवसरका बावजुद एउटा यस्तो दलदल जस्तो लाग्छ जहाँबाट ऊ निस्कनै सकिरहेको छैन। र यहाँ कविताको सबैभन्दा पीडादायी सत्य उजागर हुन्छ। छोराले महसुस गर्छ कि उसले परदेशमा दुःख गरेर कमाएको पैसाले घरको माटोको भित्ता समेत पोत्न सक्दैन। उसको आधुनिक कमाई र घरको आधारभूत वास्तविकताबीच कति ठूलो खाडल छ। तर यो भौतिक दूरीको भावनात्मक मूल्य के हो त? परदेशमा बस्दा छोराको मनमा कस्तो छटपटी र वेदना उब्जिन्छ। अब हामी त्यही भावनात्मक बोझलाई अलिकति केलाउनेछौँ। आमाको काँधमा डोकोको भारी थियो भने छोराको काँधमा पासपोर्ट, भिजा र विभिन्न किस्ताहरूको अदृश्य तर गहरुङ्गो भारी छ। यी आधुनिक जीवनका यस्ता बन्धनहरू हुन् जसले उसलाई घरबाट टाढा बाँधेर राखेका छन्। उसको घरपतिको तडप हरेक पलमा देखिन्छ। आकाशमा उडिरहेको जहाज देख्दा पनि उसको मनले सोध्छ, कुन चाहिँ जहाज मेरो देशतिर जाँदैछ होला? एउटा सामान्य दृश्यले पनि उसको घर फर्किने व्याकुलतालाई झन बढाइदिन्छ। यो तडपसँगै मिसिएको छ गहिरो अपराधबोध। उसलाई आमाको दमको रोग र बुढेसकालको कमजोरीले सताउँछ। आमालाई सबैभन्दा बढी चाहिने बेलामा आफू साथमा हुन नसकेकोमा उसको मन भित्रभित्रै पोल्छ। यी सबै याद, द्वन्द्व र पीडापछि अन्ततः छोराको मनबाट एउटा विलाप निस्किन्छ, एउटा नभनिएको तर मनभरि गुन्जिएको सन्देश।
जतिसुकै टाढा भए पनि जतिसुकै फरक संसारमा बाँचे पनि उसको लागि आमा संसारको सबैभन्दा प्यारो नै हुनुहुन्छ। यो नै अन्तिम सत्य हो। सबै कुराको केन्द्रमा यही माया छ। र अन्त्यमा छोराले आफूलाई कसरी हेर्छ त? आमाको फोटो देखेपछि उसलाई लाग्छ ऊ त्यही जातोको एउटा भाँचिएको टुक्रा हो। जुन जातो आमाको सम्पूर्ण जीवनको केन्द्र थियो, आज ऊ त्यही केन्द्रबाट छुट्टिएको, टुक्रिएको र अपुरो महसुस गर्छ। र यी सबै भावनाहरू, यी सबै यादहरू एउटै शब्दमा आएर टुङ्गिन्छन्: आमा।